र हेर्नुहोस् है साथीभाइ है, यो जनवरीको टाइममा यस्तो चिसोमा पनि हेर्नुहोस् मौरीको चहलपहल चाहिँ यस्तो छ। पलिनहरू पनि एकदमै ल्याउने कार्यक्रम गरिरहेको छ यिनीहरूले, हेर्नुहोस् साथीभाइ हो। हेर्नुहोस् है, योपालि चाहिँ साथीभाइ बितेको सालभन्दा चाहिँ योपालि मौरी चाहिँ एकदम राम्रो झन् है, फर्स्ट आउनेवाला जस्तो छ साथीभाइ। यसो है, जनवरीमा हेर्नुहोस् साथीभाइ यति साह्रो मजाले यिनीहरू चलपल गरिरहेको छ। एकदमै पोलिन ल्याउनु थालिहाल्यो नि जनवरी महिनादेखि हेर्नुहोस् साथीभाइ हो, यसरी है। किनभने अहिले अब पोलिन बोक्नु थालेपछि यिनीहरूले अब बच्चाहरू है एकदमै अन्डाहरू फुल्ने गर्छ रानीले, हेर्नुहोस् साथीभाइ हो। मजा है चलपल छ, हेर्नुहोस् साथीभाइ हो। ल जति पनि है मौरी पाल्ने साथीहरू चाहिँ योपालि एकदमै मौरी 26मा चाहिँ स्याहार्नु पर्ने हुन्छ। हेर्नुहोस् साथी एकदमै राम्रो हुनेछ मौरी चाहिँ योपालिको साल चाहिँ। झन् हेर्नुहोस् पलिनहरू पुरा बोक्नु थालेछ, हेर्नुहोस्।